नेटफ्लिक्सको नाम सुन्नुभएको होला, सुन्नुभएको छैन? ल नेटफ्लिक्स सुन्नुभयो अब? सही, नेटफ्लिक्स सुन्नु त भयो। एप पनि छ होला अहिले एन्ड्रोइडमा नेटफ्लिक्स एप सेटमै आउनु थालेको छ है। नेटफ्लिक्स एप सेटमै आउन त थालेको छ, तर मान्छेले युजै गर्दैनन् क्या। मोस्ट अफ द टाइम मान्छेले युज गर्दैनन्, थाहा पनि छैन, नजाने गाउँको बाटै सोध्दैनन् क्या। ल हेर त, एटलिस्ट बाटो त सोधिराख्नुपर्छ नि त, कहिले काहीँ भए गइन्छ, भए पुगिन्छ अन्जानीमा होइन, भए त्यो गाउँमा पो सुन्थ्यो कि भए फ्रीमा दिने खालको त्यस्तो नि हुन्छ नि त। त्यस्तो हो कुरो भनेको। अनि नजाने गाउँको बाटै नसोध्नु, अनि नयाँ कुरा नगर्नु, त्यही एउटै कुवामा हाम फालेको छ, नयाँ खोला समुद्रहरू छन्, त्यो भिजिट गर्नु छैन, त्यस्तै हो। नेटफ्लिक्समा फिल्महरू हेर्नुहुन्छ, अब कहिले हेर्दैन, जसले नि हेर्छ नि होइन। फिल्महरू हेर्नुहुन्छ, हिन्दी फिल्म, अब हलिउड फिल्म होइन, साउथ फिल्म, हरेक प्रकारको फिल्महरू हेर्नुहुन्छ। धुरन्धर भर्खर आयो, त्यो हेर्नु भएको छैन, हेर्न चाहनुहुन्छ भने छ त, नेटफ्लिक्समा पाउँछ त सबै थोक। नेटफ्लिक्स चाहिँ अब नेटफ्लिक्स सेलर धेरै छन् नेपालमा, तर रिलायबल प्रायः छैन क्या। एउटा राम्रो खालको गर्न बेच्ने मान्छेहरू छैनन् है। अनि मैले एउटा चाहिँ धेरै टाइम पछि चाहिँ एउटा रिसर्च गरेर पाएको छु, यो वेबसाइट ठ्याक्कै यो वेबसाइट ठ्याक्क गर होइन, सर्च गर्नुहोस् गुगलमा, अनि एकचोटि हेर्नुहोस्। तपाईँले त्यहाँ 200 देखि लिएर प्राइस हेरिहेर छ हरेक कुराको, नेटफ्लिक्सै मात्रै होइन, हरेक कुरा छ त्यहाँ है। नभएको कुरा पनि तपाईँले व्हाट्सएपमा कन्ट्याक्ट गरेर पनि पाउन सक्नुहुन्छ। अनि भिडियो धेरै लामो भयो, त्यही भएर चाहिँ आफै गएर एकचोटि वेबसाइटमा बुझ्नुहोस्। म चाहिँ अहिलेको लागि लागेँ है त।